हेलो एन्ड नमस्ते साथीहरू, तपाईहरुलाई फेरि पनि मेरो अर्को नयाँ ब्लगमा धेरै धेरै स्वागत छ। आजको दिन चाहिँ अलि स्पेशल छ किनभने आज म चाहिँ कोरियाको एकदम रमाइलो रुरल ठाउँ जाँदै छु। त्यो ठाउँको नाम चाहिँ हो फार्मल्यान्ड पार्क। यो चाहिँ आनसङमा छ हैन। म चाहिँ अलि भर्खर रेडी भइसकेको छु। खानासाना खाएर अब म निस्किन लागेको। सधैँ काम अनि सुतो अनि कामको टेन्सनलाई पछाडि छोडेर आज चाहिँ म घुम्न निस्केछु आनसङमा। मैले यस्तो ठाउँ चाहिँ पहिलेदेखि नै खोजिरहेको थिएँ कि, तर मैले खासै मिसो पाएको थिएन। तर साथीहरूलाई सोद्धाखेरि त्यहाँ छ जानुपर्छ घुम्न भन्ने भयो अनि म निस्किँदैछु आज चाहिँ। र हजुरलाई देखाउने छु कस्तो छ त्यहाँ आनसङमा यहाँका मान्छेहरूको फार्मिङ लाइफस्टाइल। कपाल फाल्ने भनेर यता आनसङ नजिकै छु सधैँ आउने ठाउँमा। हामी बजार आइन्छ नि त्यो ठाउँमा छु। र कपाल नफाल्ने भने चाहिँ फेरि धेरै गर्मी भएको हुँदा चाहिँ अब कपाल पनि धेरै लामो भइसकेको छ, त्यसले गर्दा फाल्छु कपाल। मैले कपाल फाल्ने ठाउँ चाहिँ यही हो क्या, नामसङ फत लेखेको छ। खुला छ कि छैन यार? खुलै रहेछ। भिड्दै रहन्छ खासै होइन। मेरो पालो आइहाल्छ कि छैन। कपाल फाल्न त फाले तर खासै राम्रो फाल्दैन कपाल। अब मुडुले चाहिँ बनाइदिन्छ केटोले। यहाँ फेरि के हुन्छ यस्तो भन्दाखेरि कपाल फाल्न फेरि धेरै क्याटेगोरी हुन्न, अलिअलि हुन्छ। त्यसले गर्दाखेरि जुन मन पर्छ त्यही फाल भनेको। अनि सस्तो पनि थियो त्यहाँ, त्यो भएर पनि गएको छु म। टोपी त किन्न पर्छ जसरी भए पनि होइन। मलाई अन्त घाम पनि छ, टोपी किने त राम्रो पनि हुन्छ। टोपी पसल लगभग भेटाइसकेँ, मैले देखिसकेँ यहाँबाट। तर केटीहरूको मात्रै हो कि केटाहरूको पनि छ। टोपी पनि किनिसकेँ मैले होइन। अब चाहिँ भागिहाल्नुपर्छ किन भन्दा 1 बजिसक्यो। 6 बजी त बन्द हुन्छ नि जसरी त्यहाँ फार्मल्यान्ड। त्यो भएर अब कुदिहाल्नुपर्छ। अब बस चढेर यहाँबाट भागिहाल्छु ल, छिटोभन्दा छिटो। त्यसमा लाएपछि अलि हल्का केही सजिलो हुनेछ बोल्नलाई। डर लाग्दो रहन्छ, मजाले बोल्न पाइने रहेछ। त्यो भएर हजुरहरूले भर्खर सुरु गर्दै हुनुहुन्छ भ्लग बनाउनलाई भने त्यसमा मतलब ठिकै हुन्छ, बोल्न अलि सहज हुन्छ। यात्राको क्रममा आज पनि ट्याक्सी चढ्नु पऱ्यो होइन। बस खासै लाग्दो रहन्छ यहाँ। बसको रुट चाहिँ यहाँ आउने बेला अब साथीहरूले बसको रुट चाहिँ एकदम हेरेर आउनु पर्दो रहेछ, नत्र भने यसरी नै पैसा वाट लाग्छ। आज फेरि समय अलिक कम थियो, त्यसले गर्दा पनि यहाँ चाहिँ म ट्याक्सी चढ्ने बित्तिकै के भयो भन्दाखेरि मेरो फेस देख्ने बित्तिकै नेपालको मान्छे भनेर चिनिहाल्यो उसले होइन। अनि काठमाडौँ पनि थाहा रहेछ उसलाई, हाम्रो गुरुजीलाई। कहाँ बस्छ यो नेपाल? काठमाडौँ हिमाल माउन्ट एभरेस्ट नेपाल माल सगरमाथा। नेपाल माल सगरमाथा यो सगरमाथा नेपाल माल। म आइसकेको छु फार्मल्यान्ड, तर भित्र चाहिँ पसेको छैन म चाहिँ। यस्तो ग्रिनरी छ, यो हरियाली होइन। यस्तो मलाई त अनुभव भइरह नेपालको पहाडको के हाम्रो गाउँतिर जस्तै भएको फिल भइरह मलाई। किन भन्दाखेरि यस्तै ग्रिनरी हुन्छ नि त नेपालमा, हाम्रो गाउँमा पनि, हाम्रो पहाडमा पनि। जस मलाई अब म पहाडको छेउमा बसे पनि, तर यहाँ आउँदाखेरि चाहिँ मलाई एकदम पिस फिल भइरहेको छ। यहाँ सबै अर्ग्यानिक फार्मिङ हुन्छ अरे होइन। अनि मान्छेहरू आफै रोप्छन्, आफै कमाउँछन्। अनि यहाँ चाहिँ सबै उत्पादन हुन्छ यहाँ चाहिँ। अब यो त मैले कुरा मात्रै हो होइन, तर सबै देखाउने छु तपाईँहरूलाई भित्र गएर के छ भन्दै। ल मेरो भिडियो यहाँदेखि सुरु हुँदैछ। यहाँ चाहिँ अगाडि टिकट बक्स रहेछ, टिकट दिनु पर्दो रहेछ फर्स्टमा चाहिँ। फ्री रहेछ, म त फ्रीवाला भनेको तर बच्चाहरूले फुर्किँदो रहेछ। अझ एउटा चाहिँ यहाँ बच्चाले गाई धोइरहेको होइन। फर्स्टमा चाहिँ मैले टिकट लेख्छु। बच्चा टिकट लिइसकेँ होइन। टिकट चाहिँ 1500 नेपाली, यहाँको 15,000 हुनु पर्दो रहेछ। एकजनाको मात्रै ल्याएँ मैले, किनकि म आज एक्लै आएको छु। साथीहरूलाई चाहिँ तर बाहिर जाने भनेर, बाहिर घुम्न जाने भनेर आएको कि म आज। किनकि साथीहरूसँग आउने भने चाहिँ मलाई यहाँ बोल्न छोड्दिनँ क्या। त्यो भएर
ठुलो पारेर चाहिँ यहाँ यस्तरी के रहेछ भन्दाखेरि यो चाहिँ के हो भन्दाखेरि होइन भित्र यहाँ खरायोहरू छ के यिनी खरायोहरू के यिनी खरायोहरूलाई सिधै हातले नछुने अरे यसले छुन पर्दो रहेछ यसले चलाउने अरे अनि फेरि यहाँ आउँदाखेरि चाहिँ चारो हल्का क्यास लिएर आउनु पर्दो रहेछ किन भन्दाखेरि क्यास लिएर आएपछि चारोहरू यसलाई खरायोहरूलाई दिने चारोहरू किन्न सजिलो हुनेछ नत्र भने मैले क्यास लिएर आइन र बहुत गल्ती गरेछु मैले पनि ट्राई गरेँ होइन ठिक हो यो हातमा भाइरस हुन्छ नि त भएर पनि होला कि कालेको दिन्छ न मैले त्यो रमाइलो लाग्यो होइन त्यसो गर्नु आउँदा मलाई अहिलेसम्म यस्तरी के पालेको बेला पनि यस्तरी कहाँ चलाउनु दिन्छ र होइन दिँदैन चलाउन खरायोले भाग्छ नि त कि खान दिन्छ भनेर आयो यो खान दिन्छ भने मेरो नजिक आएर त तर खानेकुरा केही पनि छैन मसँग सोयो अझै खा कति क्युट होइन म चाहिँ यहाँ सकाइसकेँ होइन खरायो हेरेर पनि मैले अघि पाएको यो चाहिँ यहीँ छोड्नु पर्ने हुन्छ उताल व्यवस्थित गरेर बनाएको छ होइन पालक हाउ आर यु टिस 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 हाल यस्तै गरिदिन्छ सानोमा होइन लडेर बाख्रासँग पुरै नेपालवाला फिल आइरहेको छ मलाई चाहिँ बाख्राहरू गाईहरू भँगेरा सरफ चाहिँ खान खोजे बिचरा कति अच्छा टोकिदियो यार यसले त यार यता चाहिँ गिटारै हो सायद कति ठुलो राखिदिएको रहेछ होइन बच्चा होला किन खान्छ बच्चा रहेछ यहाँ घुम्ने ठाउँमा धेरै छ जस्तो लाग्छ मलाई होइन सकभर मैले सकेसम्म सबै देखाउने छु हजुरहरूलाई आज चाहिँ हाम्रो साथीहरूले म कहाँ गयो एक्लै भन्न खोज्दै हुनुहुन्छ भने चाहिँ म आज यता छु होइन बाख्रा चराउन आएको छु होइन बाख्रा लास्टै छ धेरै दिन भयो नचराएको अन्यथा नसोच्नु होला नरिसाउनु होला होइन गोर्खे साथीहरू बाख्रा लास्टै भोकाएको रहेछ क्या त भएर मैले मस्त चलाइरहेको छु सेतै आइज यहाँ ल ओ सेतै कति मायालु छ हेर न पहिला केटा हो यहाँ बस लागिहाल्छ फेरि यार यसले के गरेर ला यस्तो है हाजीमा छ यो आज बाँच्दो रहेछ यार लागिसकेको थियो हिँड्दा एकछिन चाहिँ थकान मारेछु बसेर अब चाहिँ म सनफ्लावर हेर्न जाँदैछु सनफ्लावर त नेपालमा पनि देखेको थिएँ देख्नु त सूर्यमुखी भएको ठाउँ चाहिँ यही हो होइन यहाँ चाहिँ मलाई हिँड्दा गरिब अभ्यास चाहिन्छ होइन यस्तो यो रुम राखिदिएको रहेछ एसी रुम बेसी गरिब भयो भने यहाँ टक्क भित्र गएर बस्नु पाइँदो रहेछ ल लेट्स ट्राई इट अहिले चाहिँ म त्यो सूर्यमुखी भएको छेउछाउमा छु एकदमै राम्रो अनि धेरै रहेछ सूर्यमुखीहरू सबै सूर्यतिर फर्केछ है
यस्तो फेरि त होइन बाँसको के अरे सुपलाको फेरि चाहिँ बहुत भयो सानोमा कसलाई याद छ केटा हो सबैलाई याद छ नि केटा हो केटी हो सबैलाई यतातिर आउँदाखेरि चाहिँ एउटा चिज देखेँ कि मैले यो माथि चाहिँ पुरा सल्लाहको के अरे दाउराले सल्लाहको दाउरा चाहिँ भनौँ न दाउराले पुरा छाना बनाए होइन मलाई फेरि ट्याक्कै यो हाम्रो घरतिर हुन्छ क्या यस्तै यो के अरे अलि टाढाको बारी हुन्छ नि टाढाको बारी हुँदाखेरि यस्तै बनाएर टक्क राख्ने हुन्छ कि भित्र मकै त होइन डाँठहरू मकैका डाँठहरू घाँसहरू कटेरो के कटेरो सेम कटेरो जस्तो लाग्यो क्या तपाईँहरूलाई कस्तो लागेको नि कस्तो लाग्यो तपाईँहरूलाई त्यस्तै लाग्यो जस्तो लाग्छ त्यस्तै भन्नु होला है त के हो के भन्नुहुन्छ तपाईँहरूले यसलाई यसको नाम चाहिँ अनि अर्को कुरो के छ भन्दाखेरि अल्छीलाई के त बल्छी भन्छन् नि त्यस्तो छ यहाँ फेरि हिँड्न अल्छी गर्नेहरूलाई फेरि यो गाडीको व्यवस्था पनि छ मैले भनेको थिएँ नि अल्छीलाई बल्छी त्यो चाहिँ रहन्छ बुढाहरू पनि चढ्दो रहेछन् अलि हिँड्न नसक्नेहरू बुढाहरू पनि चढ्दो रहेछन् अनि तन्नेहरू पनि चढ्दो रहेछन् कि त्यसको स्ट्रिङ चाहिँ दुइटा हुँदो रहेछ दुइटैले घुमाउनु मिल्दो रहेछ यसमा त खाना नहुने मैले वास्तवमा किन भन्दा मलाई लागेको खराब प्लास्टिक नै तर गर्मी बढी भएको कारणले गर्दाखेरि खानै पर्ने देखेँ मैले बाई यहाँको घुमाइ सँगसँगै धेरै हिँड्न पनि धेरै परेको छ त्यसले गर्दा मलाई एक्सर्साइज पनि राम्रै भइरहेको छ किन भन्दा धेरै छ नि त हिँड्ने ठाउँहरू अनि हिँडेको गर्नुपर्छ त्यसले गर्दाखेरि अनि यहाँ चाहिँ अब यसरी हिँड्ने अनि सँगसँगै हावाहरू मजाले स्पर्श गर्न पाइएको छ त्यो रमाइलो लागिरहेको छ मलाई अनि रिफ्रेस पनि फिल भइरहेको छ अन्त नेपालमा पनि धेरै कुराहरू छन् त जस्तै अब कृषकहरूले पनि राम्रै कृषि गरिरहेको छन् नि तर नेपालमा वातावरण छैन केही पनि बजार छैन मल छैन केही छैन कसरी हुन्छ केही हुन्न नि त अनि अब त्यही पुरानो तालमा चाहिँ काम भइरहेको चाहिँ पनि अहिले त यहाँ त मान्छे कहाँबाट कहाँ पुगिसक्यो होइन के मिसिनहरू चिजहरू आएछन् त्यसमा आधुनिकता भन्ने खासै नेपालमा देखिएको छैन त्यही पुरानै प्रविधि छ अनि त्यस्तै छ मान्छेहरू पनि त्यस्तै छन् मान्छे जन्मिने बित्तिकै नेता बन्न खोज्छन् त्यो नेता बन्दाखेरि केही पनि हुँदैन देशमा प्रगति त्यो भएर नेपालमा पनि चाहने भने सरकारले चाहने भने सँगसँगै गर्ने भने हुन्छ बनाउन सकिन्छ अब चाहिँ घुमेर सकिसकेको छ हैन साच्चै भन्नुपर्दा आजको यात्रा चाहिँ एकदमै रिफ्रेसिङ भयो यो मोडर्न लाइफमा टेन्सन त सबैलाई हुन्छ यस्तो ठाउँ आउँदा चाहिँ सबै टेन्सनहरू दूर हुन्छ अनि आजको यो भ्लग तपाईहरुलाई कस्तो लाग्यो आशा छ सबैले मेरो भिडियो मन पराइदिनु भयो होला यदि मन पराइदिनु भयो भने लाइक कमेन्ट शेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला भन्दै फेरि अर्को भिडियोमा चाँडै भेट्ने छौं त्यतिन्जेलसम्मलाई नमस्कार अनि धन्यवाद।